दरबार हत्याकाण्ड छानबिन गर्नुस् त। नेपाल आर्मीले मारेको राजाले मारेको र नेपाल आर्मी थियो र त्यहाँ दरबार हत्याकाण्ड भएको बेला नेपाल आर्मी थियो? आर्मीहरू त्यहाँभित्र थिएनन्। दरबार हत्याकाण्ड हुनुभन्दा 6 महिना अगाडि भारतसँग देश मिल्दो जुल्दो बनाएर यहाँको प्रधान सेनापतिलाई सेटिङ गरेर प्रधानमन्त्रीलाई सेटिङ गरेर आइजिपीलाई सेटिङ गरेर सबैलाई सेटिङ मिलाएर रहेको CIA को मान्छे ल्याएर मारेको हो नि त। नेपाल आर्मीले मार्छ? विश्वको सबभन्दा उत्कृष्ट आर्मी भनेको नेपाल आर्मीलाई मान्छ के? नेपाल आर्मी हुँदा हुँदै राजाको हत्या हुन्छ? कसैले आफ्नो जिउमा नि 47 वटा गोली चाहिँ हान्न सक्दैन के? दिपेन्द्रको जिउमा 47 वटा गोली लागेछ। एउटै मान्छेलाई 47 पल्ट गोली हान्छ? गोलीको गिन्ती समेत भनिदिएँ मैले। राजपरिवार मात्रै मर्या छ, अन्य बोडीहरू कहाँ गयो? घोडाको लास कहाँ गयो? इन्टेलिजेन्स कुकुर थियो, तिनीहरू कहाँ गयो? सबै बुझाउनु पर्दैन? सबैको पोस्टमार्टम हुनु पर्दैन? रले खुलेर भनिरहेछ हमने मारा है, वो गलत हो गया, हमसे नहीं मारना चाहिए था। यसको अर्थ यो होइन तेरो राजा मैले खाइदिएँ, हिन्दू धर्म मैले खाइदिएँ, अब पनि सुध्रिनुहोस् भने म तेरो देश खाइदिन्छु भनेर च्यालेन्ज गरिरहेछ इन्डियाले। यसको प्रतिकार कसले गरिदिने? त्यत्रो बोलिरहेछ मैले मारेको छु भने नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ कि पर्दैन? यति डलर खाएको छ कि बोल्ने हैसियतै छैन नि। मैले तपाईँसँग ऋण खाएको छु भने म तपाईँनिर बोल्छु, ज्यू गर्छु, लौ न हजुर मलाई अहिले छोडिदिनु पर्यो भनेर म भन्छु नि, टाइम दिनुहोस् भन्छु नि। सबैको त्यो हैसियत छ यहाँको नेताहरूको। गिरिजा प्रसादले सबै सेटिङ गरेर दिल्लीदेखि लिएर अमेरिकाको CIA सबैसँग ब्रिटिसको 5 MI6 टास्क फोर्स सबै मिलाएर सबैको सेटिङ गरेर अनि वीरेन्द्र सरकारको हत्या भएको हो। म नेपाल सरकारलाई च्यालेन्ज के गर्न चाहन्छु भने यदि म गलत छु भने मलाई कारबाही गर्नुहोस्। मसँग प्रमाण छ। राजालाई कल्ले कसको मिलिमतोमा भएको छ। बाबुराम भट्टराईले बोलिरहेछ यो राजालाई हामीले बस्न दिएको छु, त्यही ठुलो कुरो हो। उहाँको पुर्खाले आर्जेको देश हो। तपाईँले कतिजना मार्नु भएको छ भने मलाई थाहा छैन। तपाईँ कहाँ बसेर ट्रेनिङ गर्नु भएको मलाई थाहा छैन। नोइडामा बसेर, गुडगाउँमा बसेर, पटनामा बसेर, सिलिगुडीमा बसेर, देहरादुनमा बसेर ज्वाइँ जस्तो पालेको होइन तपाईँको नेताहरूलाई, माओवादीको नेताहरूलाई। नेपाली जनतालाई मार्ने तपाईँ, राजालाई मार्ने तपाईँ, देश निकाला गर्ने, सरकारलाई थुन्ने, अलिकति हात लगाएर देखाउनु न तपाईँलाई जनताले के गर्छ। घिसार्दै लगेर तपाईँहरूलाई अब चिडियाखानामा हाल्छ। अब चिडियाखानामा हाल्ने बेला भएको छ। अब आफू डकैती गर्ने, आफू मान्छे मार्ने, आफू देश लुट्ने आरोप जति चाहिँ राजालाई लगाउने। महाकाली तपाईँहरू बेच्नुभयो, मेची तपाईँहरू बेच्नुभयो, ओम्नी काण्ड तपाईँहरूले गर्नुभयो। अब हामी कोही बस्दैन, हामी सबै कालकोठलीमा जान्छौँ भने उहाँहरूलाई एकदमै डर र त्रास भइसकेको छ। दुर्गा प्रसादले राजाको हात समातेर म नारीनीति छिराउँछु, कुन पुलिस कुन आर्मीले रोक्दो रहेछ, कुन माइकल हाल्छ आइज भनेर भनिसक्नुभयो हिजो। दुर्गा प्रसादले हात समातेर लाने उहाँको हैसियत छैन है। फेरि हामी जनताले आग्रह गरेर रिक्वेस्ट गरेर सरकार देश मासिन थाल्यो, हजुरले आएर आफ्नो गद्दी आसन ग्रहण गरिदिनु पर्यो। दुर्गा प्रसादको हैसियत छैन। राजा लिङदेव, दुर्गा प्रसाई, कमल थापाले ल्याउनै भएको भए अस्ति सम्बोधन आएको थियो, खोइ अहिलेसम्म त आन्दोलनको व्हिप जारी गरेको छ कसैले गरेको? कमल थापाले गर्दाखेरि यो राजतन्त्र गएको होइन। 72 सालको संविधान